आज हामी कक्षा 10 को एकाइ 1 हामी र हाम्रो समाजको पाठ 3 विविधतामा एकताको सम्पूर्ण अभ्यास गर्नेछौँ। 1 नम्बर विविधतामा एकता नेपालको विशेषता भनेको के हो? प्रश्न पार्नुहोस्। उत्तर: नेपाल भौगोलिक रूपमा मात्र नभएर धार्मिक, भाषिक तथा सांस्कृतिक रूपमा विभिन्नताले भरिएको मुलुक हो। यहाँ विभिन्न धर्म मान्ने मानिसहरू रहेका छन्। यहाँ विभिन्न जाति र भाषाहरू रहेका छन्। तिनीहरूका आआफ्नै मूल्य, मान्यता र प्रचलनहरू रहेका छन्। यो सानो मुलुकमा यति धेरै विविधता हुनु भनेको साँच्चै गौरवको कुरा हो। यति धेरै विविधताका बीचमा पनि यहाँ एक जाति र अर्को जाति, एक धर्म र अर्को धर्म, एक समुदाय र अर्को समुदायका बीचमा मेलमिलाप रहेको छ। एक अर्कामा सम्मान भावना रहेको छ। यो नै विविधतामा एकता हो, जुन नेपालको विशेषता हो। 2 नम्बर नेपाल विविधताले भरिएको देश हो भन्ने भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्। उत्तर: नेपालमा हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन लगायतका विभिन्न धर्म मान्ने मानिसको बसोबास रहेको छ। त्यस्तै यहाँ सयौं जातका मानिस बसोबास गर्छन् भने सयौं भाषा बोलिन्छ। यहाँ प्रत्येक जातिको आआफ्नै मूल्य, मान्यता, परम्परा र प्रचलन रहेको छ। हाम्रो मुलुकमा हिमाल, पहाड, तराई, मधेस जस्ता भौगोलिक विविधता रहेको छ। यस प्रकार भौगोलिक, धार्मिक, भाषिक, सांस्कृतिक जस्ता विभिन्न आधारमा नेपाल विविधताले भरिएको देश हो। 3 नम्बर विविधतामा एकताको महत्त्व उल्लेख गर्नुहोस्। यसको उत्तर: विविधतामा एकताको महत्त्व निम्नानुसार छन्। क. राष्ट्रियताको भावनालाई मजबुत बनाउँछ। ख. नेपालमा बसोबास गर्ने विभिन्न जात, धर्म र संस्कृतिको मानिस बीच एकता कायम गर्न सहयोग पुग्छ। ग. देशमा शान्ति र अमन चयन कायम हुन्छ। घ. प्रत्येक स्थानमा मेलमिलापको वातावरण हुन्छ। अङ्ग. एक जाति तथा समुदायले अर्को जाति तथा समुदायको सामाजिक तथा सांस्कृतिक परम्परालाई सम्मान तथा संरक्षण गर्न सहयोग पुग्दछ। च. बाह्य हस्तक्षेप तथा प्रभावहरूलाई नियन्त्रण गर्न सहयोग पुग्दछ। छ. सबै धर्म, संस्कृति, परम्परा, भाषाको समान रूपमा संरक्षण र संवर्धन हुन्छ। ज. नागरिकहरूमा अपनत्वको भावना विकास हुन्छ।